सो हेलो गाइस, वेलकम ब्याक टु अनदर भिडियो। कस्तो हुनुहुन्छ तपाईँ, जानु सन्चै हुनुहुन्छ होला। हेर्नुहोस्, आज रुममा एक्लै छ होइन, रुममा कोही छैन र आज एक्लै बसिरहेको छु। अहिले टक्क रातिको 2 साढे 2 भइसकिरहेको छ र तर कोही पनि छैन रुममा। चाहिँ म एक्लै छु, अर्को रुममा दाइ छ अनि अहिले चाहिँ म दाइभाडामा जान लागेको छु। एक्लै अलिकति डर पनि लाग्दो रहेछ होइन। हेर्न सक्नुहुन्छ टक्क कति बजे टक्क बाहिर हेर्नु, यस्तो जाडो पनि छ, एकदम जाडो भइरहेको छ कि यस्तो भइरहेको छ। हेर्नु बाहिरको भ्यू टक्क बाह्रमा होइन। म अर्कै रुममा छु कि टक्क बाह्रमा हेर्नु, यहाँ चाहिँ बिडी पनि छ है। फेरि बिडी खानेहरूलाई, बिडी लभरहरूलाई बिडी पनि छ टक्क। अब चाहिँ म चाहिँ गएँ, अब लास्टै जाडो पनि भइरहेको छ कि त्यही भएर लाइट अफ गर्ने। कुण्डी पनि खोलौँ होइन, लास्ट साइडको कुण्डी रहेछ खोलिँदैन तर खोल्यो। ढोका पनि खोल्ने होइन। भोलितिर हामीलाई सामान लिनको लागि चाहिँ अनि ढोका यस्तरी लगाउनु पर्ने हुन्छ। अब तल बिस्तारै जानु। त्यो चिज सिन फेरि ढोका कपडा छैन यहाँ चाहिँ जाँदैछु म फेरि। यो ग्यारेज है, ग्यारेजको माथिपट्टि म थिएँ। यो ग्यारेज भइहाल्यो र अर्को छ दोकान। यो हाम्रो दोकान टक्क बारमा। यो कुकुर पनि पाल के हो कसम डराउन पो दिइरहेछ माछीमा। म चाहिँ रोडमा निस्किसकेँ जानको लागि फुल तयारी चलाइदिएँ। अगाडिबाट कार पनि आइरहेको छ, पछाडि हेर्नु, पछाडि अगाडि होइन। अब जानुपर्ने हुन्छ, अगाडिको भ्यू देख्नु हेर्नुहोस् र ल कमै जानुहुन्छ है त। हेर्न सक्नुहुन्छ कार पनि हाइवेमा, हाइवे सुनसान। रातिको 2 बजिसक्यो बिहा, साढे 2 भइसक्यो बिहा, तर पनि म यस्तो हिँडिरहेको छु बिन्दास होइन। हेर्नु अगाडिबाट गाडी पनि आएको छ, के भन्ने र मलाई पो हेरिदिइरहेको कारको मान्छेले त होइन। अब यति राति पनि भइसक्यो बिहा नि त, साढे 2 भइसक्यो बिहा। त्यही भएर चाहिँ अब पुरा रोड शान्त एकदम, भन्दा नि एकदमै शान्त छ। अब जानुपर्ने हुन्छ। उसले पनि भर्खरै मलाई पनि फोन गरेको, दाइले पनि। अनि त्यसपछि ऊ अलिकति जाप थियो, त्यही भएर फोन गरेर चाहिँ कता हो भनेर सोधिरहेको थियो। उसलाई थाहा थिएन नि त म यता आएको छु भन्ने कुरो। अब उसलाई थाहा नभएको कारणले चाहिँ उसले फोन गरेर अनि भनेको मलाई कता हो भनेर सोधिरहेको थियो। मैले भनेको यता हो भनेको। टक्क बाह्रमा जाँदैछु म। हेर्नुहोस् रातिको नजारा, अगाडि पछाडि केही छैन है, पुरा शान्त हो। फेरि केही छैन, यस्तो छ रोड। पुरा जाडो भइरहेको छ कि एकदम। हेर्नु अगाडि बिल्डिङहरू होइन, टक्क गाई छैन। म चाहिँ यहाँ हामी रुम जानेतिर बाटोमा आइसक्यो बिहा। हेर्नु होइन, यो हाम्रो रुम, यो बिल्डिङ चाहिँ हाम्रो है बिल्डिङ चाहिँ टक्क यहाँ अगाडि आइसक्यो बिहा छु म चाहिँ। बिल्डिङको हल्का तल छु म, यहाँबाट जानुपर्ने हुन्छ बाटोमा। यो बिल्डिङ त्यो माथि हो। चिकन हेरेर बसिरहेर माथि। हेरेर बसिरहेको छ मलाई चाहिँ, अहिले चाहिँ हेरेर बसिरहेको। रुममा पनि लाइट छैन नि त हाम्रो, लाइन गएको हिजो बिहानदेखि गइरहेको छ लाइन। त्यही भएर पनि म उता गरेँ कि
होइन खोलिसक्यो ढुङ्गा यो चाहिँ मलाई कि त घरमै होला नि रोयल स्टेकको कमाल रोयल स्टेकको डन बाबा खस्यो बाफ्रे मासु खाएर भयो क्या खानु न नाङ्गे बाबा निकाल्न ढोका पनि गर्न ऊ आउँछ ए मान्छे आउँछ तपाईँकोमा पनि